खेल सुरु भइसकेको छ। खाता खोल्नु भएको छ स्वयंले। ओहो 1-0 अहिलेको लागि स्वयंको तर्फबाट बलिङ। त्यस्तै देशी सरकारी नगरपालिकाले अत्यन्तै राम्रो स्ट्राइक अनि 1 अङ्क ल्याउन सफल सरकारी नगरपालिका। 1 बराबरी। यसलाई त्यता सरकारी एक नगरपालिकाको 2 छ भने स्वयंको 1। अलिकति यता जाउँ। दर्शक महानुभावहरू कोर्टभन्दा टाढा बसिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अदिलमा बदा खुसी अत्यन्त राम्रो स्ट्राइक रिसिभ गर्न सक्नु भएन। त्यसैले 1 अङ्क फेरि पनि खादबारी नगरपालिकालाई। खादबारी नगरपालिकाले 3 पुर्याउन सफल हुनुभएको छ भने याफु साथको 1। स्वयंको तर्फबाट स्वयंले पनि 2 अङ्क बनाउनु भएको छ भने खादबारी नगरपालिका 3। अहिले भएको गेम पाङमा भर्सेस याफु साथ फाइनल गेम भइरहेको छ। पाङमालाई बल काट्न सफल। त्यसैले यसको फाइदा खादबारी नगरपालिकालाई। खादबारी नगरपालिकाको 5 छ भने स्वयंको 2। ओइ भाइ त्यता हिँड्न अगाडि। अत्यन्तै राम्रो स्ट्राइक दत्तबहादुर भने आफ्नो टिमलाई 1 अङ्क जोड्न सफल हुनुभएको छ। त्यसैले याफु साथको 3 छ भने खादबारी नगरपालिकाको 5। गर्न सफल। त्यसैले यसको फाइदा खादबारी नगरपालिकालाई। खादबारी नगरपालिकाको 6 छ भने याफु साथको 3। Lala, 2 point अंतर हो। 4 छ। अत्यन्तै बल काट्न सकेन। त्यसैले यसको फाइदा याफु साथलाई। याफु साथको 5 छ भने खादबारी नगरपालिका 6। अहिलेको लागि खादबारी नगरपालिकालाई 1 नम्बर। त्यसैले 7-5। अत्यन्त राम्रो स्ट्राइक स्वयंको तर्फबाट साथै 1 अङ्क जोड्न सफल याफु साथ 6-7। आउट गर्न सफल। त्यसैले फेरि पनि 1 अङ्क जोड्दै 7 बराबरी बनाउनु भएको छ।
उत्कृष्ट स्ट्राइक महान बल आउट भएको छ त्यसैले चतुर्थ अवसरमा लगातार पोइन्ट यापु साथको 8 छ भने खादबारी नगरपालिकाको साथ उत्कृष्ट स्ट्राइक खादबारी नगरपालिका अनि 1 अङ्क जोड्दै खादबारी नगरपालिकाले 8 बनाएको छ भने स्वयंको पनि 8